शुक्रबारे रमाइलो कार्यक्रम रमाइलो शुक्रबारको कार्यक्रमको चाहिँ बुढाबुढी गफ हामीले ल्याएका छौँ। तपाईँहरूलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै के भन्छ कमेन्ट गर्नुहोला, च्यानललाई सब्सक्राइब गर्नुहोला। फ्राइडे स्पेसल एपिसोड 1। Oh, wow. Who is he? Your बुढो। Oh, Budo. I don't know who is Budo. खास हो यस्तै गर्ने त्यो एनिमेटेड गर्ने भन्ने। जाऊ न फ्लोमा। अनि कसरी हुन्छ नि? यस्तो मजाले दिइराछु। के? स्पोन्टेनियस। स्पोन्टेनियस खायो बाडो। इम्प्रोभाइजेसन। खोइ इम्प्रोभाइजेसन। जाउँ यहाँ हैन चिया खान जाउँ। अन्नमा देखेछ। यस्तो सिरियस सेन्टी कसरी झेलिरहेछ थाहा हैन। बुढो बुढो कसको बुढो? के थाहा थोपडा हेर्दै बुढो देखिन्छ। अब उमेर गइसक्यो। यस्तो तरुणीहरूले पनि बुढो भनेपछि त के गर्नु? यस्तो तरुणीले बुढो भन्नु अनि अङ्कल भन्नु आफूलाई बुढो फिल भएको लाग्छ हेर्नुहोस्। आफ्नो कपाल फुलेर नि बुढेछ जस्तो लाउँदैन के रे। मन हो क्या मन। मन होइन कि मान्छेले भन्छन् कुन बेला भन्छन् जब देख्छन् जब देखिन्छ। त्यस्तो केही हुन्न। एज भन्ने कुरा दुई तिनवटा हुन्छ अरे। कस्तो त्यो तिनवटा? एउटा हुन्छ फिजिकल एज। फिजिकल एज जसले चाहिँ बाहिर आउटर लुक हेर्दाखेरि मान्छेले यो चाहिँ यति वर्ष होला भन्ने अँकाल्न सक्छ। अर्को हुन्छ मेन्टल एज। मेन्टल एज भनेको चाहिँ अब उमेर 27-28 होइन। मन भने ओहो म त केही गर्न सक्दिनँ बुढो भइसकेँ अब 30 लाग्न लागिसकेँ भनेपछि त्यो के भयो? मेन्टल एज भयो। दिमागी हिसाबले के सोचिसक्यो म त 70 भइसकेँ भत्ता खान पर्यो भन्ने सोच्यो। अर्को हुन्छ बायोलोजिकल एज वास्तविक उमेर। कहिले तिमी जन्म्यौ अहिले कति वर्ष पुग्यो द्याट इज रियल एज। माइक खोइ त माइक त यहाँ त अलरेडी आइरहेको म कहाँ दुनियाँ खोइरहेको थिएँ। दिमाग कहिले नि प्रिजनमा नबस्ने भयो यार। प्रिजनमा बस्नुलाई के गर्नु पर्ला? प्रिजनमा यता बस्ने यता बस्ने के गर्ने हुन्छ नि। दिमाग धेरै नचलाउने नि के गर्ने? चलाउँछ भने कहाँ चलाउँछ त आफै चलिहाल्छ दिमाग। हो यही गलत छ सुरुमा। किन? आफै चल्छ आफै दिमागलाई चल्न दिएपछि त्यसले त बौला बनाउला पनि। मलाई त बौला अलि गम्भीर छ है यो विषय। आफै चल्न थालेपछि दिमाग आफै चल्न थालेपछि कन्ट्रोल सोच कि कन्ट्रोल भन्ने हो कन्ट्रोल नचल। अब कहिलेकाहीँ मोबाइल चल्छ नि आफै कता कता कोलाई फोन लगाइदिन्छ त्यस्तै हुन्छ। ह्याङस्याङ के भन्छ? अथवा अरूले एट्याक हान्ने त्यसमा के भन्छ त्यसलाई? अरू कसैले कम्प्युटरमा कब्जा अनि ह्याक त्यो ह्याकिङ त्यस्तै भइरहेछ। तिम्रो पनि माइन्ड कसैले ह्याक गरिरहेछ। तिम्रो आफ्नो बसमा छैन भने चाहिँ यो अलि राम्रो सङ्केत होइन। ओ ना जमिन आजका हाम्रा बुढाबुढीका कुराकानी यस्तै हुन् हेर्नुहोस्। सबैले अब कस्तो लाग्यो उहाँको चाहिँ विचारहरू हैन। म कुनै दार्शनिक हो? दार्शनिक त होइन त्यही पनि दार्शनिक जस्तै देखिने हो। फिलोसोफर पिङ्की बोराको चाहिँ तपाईँ तिमी साँच्चै एक्सप्रेसिभ छ यार एकदम। बुढा तिमी जागिर गर कलाकार नछदैछु होइन म बरु अब हेर्दै डल जस्तो देखिन्छ। बेला कसरी नडलो भने जस्तै दिमागलाई नचल भने जस्तै। तिम्रो केही पनि तिम्रो बसमै छैन। बसमा कसरी गराउनु त? अनि बसमा हुँदैन भने त्यसलाई कमसे कम हेलिकप्टरमा बसाल नि त। उडिरहेको मन होइन त त्यसलाई उड्नु छ नि त।
अब यस्तै हुन् हाम्रो मन कहिले उठ्छन् कहिले बस्छन् मन कहाँबाट उठ्थ्यो यिनी लगिसकिन् मान्छे लगिसकेपछि छैन रहेको नै मसँग मेरो छैन कन्ट्रोलमा तिम्रो। त छँदै छैन मन छैन मान्छे छैन दिमाग छैन सब तिमीले लग्यो हेर मन पनि देऊ जिन्दगी के छ समर्पित गरिदेऊ नि यार के छ र जिन्दगी तिम्रो भयो भनेर मैले केटीलाई पनि केटीले पनि जिन्दगी बुढो तिम्रो भयो भनेर केटीले केटालाई समर्पित गर्ने जीवन भनेको समर्पण हो हामी अरूको आफ्नो लागि बाँच्दै बाँच्दैन अरूको लागि बाँचिरहेको हुन्छौँ अहिले प्रायः जसो जो पनि गुरुबाट आयो यो बाबुआमा छोराछोरीको लागि बाँचिरहेको हुन्छन् प्रेमी प्रेमिकाको लागि बाँचिरहेको हुन्छन् बुढो बुढीको लागि फेरि अब बिहा गरेपछि फेरि आफ्नो छोराछोरी जन्मिन्छन् उनीहरूको लागि बसिरहेको हुन्छन् गर्ने भनेको सबै अरूको लागि रहेछ अब धन्य हो गुरुले आँखा खोलिदिनु भयो। विशाल गुरु की जय विशाल गुरु की जय विशाल गुरु की जय त्यो मन आफ्नो बसमा हुँदैन तर जीवन पनि आफ्नो बसमा हुँदो रहेछ क्या सधैँ अरूको लागि गर्ने हो सिधा त्यस्तै त होइन बुढो भइयो अब सिधा त कहाँ हुन्छ फिजिकल्ली नै के अरे बायोलोजी मेन्टल्ली बुढो भइयो कि म चाहिँ मेन्टल्ली बुढो भयो जस्तो लाग्छ बुढो देखिन्न होला यस्तो ह्यान्डसम देखिन्छ कालो कालो कपाल अनि अनुहार पनि देख्छु साह्रै परेको त साह्रै अलिअलि परेको तर धेरै परेको छैन हेर्दाखेरि 30+ भए पनि 30- देखिन्छु खासमा म त्यो कसले भनिदियो कसको बढी पर्दो रहेछ स्क्रिन लुक्स थोरै देखिन्छ 25-26 धेरै ढिलो गयो 27सम्म देखिन्छ त्योभन्दा चाहिँ देखिन तर म 30+ भइसक्यो यो लगा जवान हुँ म चाहिँ कति देखिन्छ त नि यो लुक्समा चाहिँ अलिकति हो यो चाहिँ अब गरेर देखिन त म स्वीट 16 नै देखिन्छ होला के हो बुढाबुढीको गफ यस्तै हुन् हरेक शुक्रबार चाहिँ हाम्रो बुढाबुढीको गफ या बुढाबुढीको च्यालेन्ज मोमो के हुनेछ हाम्रो चाहिँ एपिसोडै राखौँ जस्तो लाग्छ शुक्रबार चाहिँ हरेक यस्तै गन्थन मन्थन हामीले ल्याएका छौँ तपाईँहरूलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला च्यानललाई सब्सक्राइब गर्नु होला हामीले चाहिँ यो आज नचाहँदा यो कार्यक्रम चाहिँ यो सो भयो पहिलो एपिसोड आयो अलमोस्ट इट्स 9 मिनेट अनि यो चाहिँ युट्युबमा आउँछ जसले चाहिँ मन पर्यो केही अब अलिकति होइन यो भन्नुभएको थियो भाउजूले दाइले भन्नुभएको थियो यो भन्ने कुरा भयो भने यसो कमेन्ट गर्नु होला हेर्नुहोस् दाइ भाउजूको गफ यस्तै छन् बुढाबुढी गफ दाइ भाउजू मात्र होला र नि अङ्कल आन्टी दिदी भिनाजु हो अनि के भन्छ जहिले आफ्नै एंगलमा त थुपार्न खोज्ने यार हारा मान्छे हुँदैनन् हुन्छ हजुरका भन्छन् हुन्छ दिदी भिनाजु भन्ने बोला नि त दाइ भाउजूलाई के कमेन्ट गर्न मन लाग्छ तल कमेन्ट गर्या यिनी सुदूरपश्चिमको भएन हामी कर्णालीका भयो सुदूर कर्णाली होइन काली कर्णाली मिलेर हामी यस्तो सङ्गम भइराखेको छ हेर्नुहोस् यस्तै छ ल अब आजको लागि सकियो कार्यक्रम बाई 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 नमस्ते